यलया सम्पदा बस्ती बुङ्गे न्यानाचोङ्गो पर्य सम्पदा परियोजना पाखे वगु शिक्षा व अनुभव कालबेलियागु ज्या चुकुदु पर्य सम्पदा परियोजना या शिक्षा व अनुभव कालबेलियागु ज्या वंगु मंगलबा यले चुगु खा पर्य सम्पदा परियोजना युरोपियन युनियन या गुवाहाली स्विच एसिया ज्याजो अन्तर्गत युएन ह्याबिटेट यल महानगरपालिका लुमन्ती लगायत संस्था त्यस न्याकावै चोङ्गु खा जस्तै पार्टीहरु हामीले बुङ्गमतीमा टिकटा पार्टी रिभाइभल प्लस किसिबिडीमा स्थानीय सरकारले गर्नुभएको शहरी विकास मन्त्रालय सहसचिव पदम कुमार मैनालीय नाय स्विचुको ज्याचोले यल महानगरपालिका उपप्रमुख मञ्जली साक्य बज्राचार्य संस्कृति पर्यटन विषय नागरिक उड्डयन मन्त्रालय संस्कृति विभागीय प्रमुख सुरेश सर्वश्रेष्ठ काठमाडौँ उपत्यका विकास प्राधिकरण उपविकास आयुक्त नवराज प्याकुरेल नेपाली दुगु युरोपियन युनियन प्रतिनिधि मण्डल या हेड अफ कोअपरेसन डाक्टर मार्को ग्रेमर युएन ह्याबिटेट या कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधान लगायत परियोजना यागु जायबारे जानकारी ब्यादिएको खा त्यो हेरिटेज सेटलमेन्टको सर्टेन पार्ट राख्ने बित्तिकै भयो त सम्पदा बस्ती बन्छ त भन्ने हेर्यो भने चाहिँ बन्ने भएन वास्तवमा। त्यसो भए लेट्स डु अन इट। पिएस जोशीको आफ्नो हो यो मतलब एउटा ड्रिम हो, थ्योरी अफ चेन्ज ल्याएर केही चेन्ज गरौँ भन्ने। वाट आर दिज चेन्जेस भन्ने चाहिँ यो आज दिनभरिमा तपाईँले निकाल्नुपर्छ। वाट आर दिज चेन्जेस र त्यो चेन्जेसलाई कसरी अगेन ट्रान्सलेट गर्ने भन्ने चाहिँ आजको च्यालेन्ज हो जस्तो लाग्छ मलाई। टु क्लोज दिस प्रोजेक्ट क्लोज गर्दाखेरि Dr. Marco already said that once the project is started, it has to be closed. But project cycle says, once you close the project, then you start the project again with the learnings from the previous project. That's challenge for you, to the EU again, to the funder, to the community and all of us. UN Habitat को चाहिँ थोरै डिफरेन्ट देख्छु म प्रोग्रामको चाहिँ लन्चिङदेखि लिएर प्रोग्रामको यो चाहिँ मोडालिटीदेखि लिएर सबै कुरा यो चाहिँ यो प्रोजेक्ट जुन यहाँले आज फाइनल गरेर चाहिँ यो ह्यान्डओभर गर्दै हुनुहुन्छ यो प्रोजेक्टले चाहिँ हामी भित्रको ललितपुर महानगरपालिकाको यहाँले सिङ्गो नेपाललाई नै रिप्रेजेन्ट गरेर थुप्रैवटा प्रोजेक्ट यहाँ सञ्चालन भएको कुरा पनि राख्नुभयो। त्योभन्दा पनि ललितपुर महानगरभित्र चाहिँ यो दुईवटा प्रोजेक्ट यो बुङ्गमती अन्तर्गतको प्रोजेक्टले चाहिँ हामीले सोचिरहेको कुराहरू हामीले गर्नुपर्ने कुराहरूको चाहिँ यहाँले सम्भावनाहरू यो छ यो चाहिँ पोसिबिलिटी छ है भनेर एउटा ढोका खोलिदिनु भएको जस्तो सम्भावनाको चाहिँ बाटो चाहिँ देखाइदिनु भएको जस्तो यो प्रोजेक्टको चाहिँ मैले चाहिँ फिल गरेको छु। वास्तवमा हामीले जहिले पनि टुरिज्मको चाहिँ कुरा गर्दाखेरि हाम्रो नेपालको सन्दर्भमा टुरिज्मको उत्पन्न कहाँबाट भयो, टुरिज्म हामीले कहाँबाट सुरु गऱ्यौँ भन्दाखेरि हामीले घुमाइबाट गरेका छौँ। त्यो घुमाइ भनेको हाम्रो वैदिक परम्परा अनुसार नै हामी चाहिँ धार्मिक यात्राबाट सुरु गरेका थियौँ। जहाँ धार्मिक यात्रा हुन्थ्यो त्यहाँ चाहिँ पर्यटकहरूलाई हामीले हाम्रो वसुधैव कुटुम्बकम र अतिथि देवो भव भन्ने हिसाबले हामीले सुरु गरेका थियौँ र पर्यटक जहाँ आउँछ त्यहाँ चाहिँ अलिकति अव्यवस्थित हुन सक्छ। त्यसकारणले त्यसलाई हामीले बिस्तारै व्यवस्थित गर्दै ल्याएका हौँ र त्यही सन्दर्भमा नेपालमा पर्यटकहरूको सुरुवात भइसकेपछि विशेष गरेर नेपाल सरकारले पुनर्निर्माण प्राधिकरणको गठन गरेर यस्ता रिकन्स्ट्रक्सन गरेर सम्पदा बस्तीलाई पनि पहिलाकै अवस्थामा अथवा बिल्ड ब्याक बेटरको कन्सेप्टबाट अगाडि बढाउने भन्ने सिलसिलामा प्रोजेक्टहरू अगाडि ल्याउँदै गर्दाखेरि पर्य सम्पदा प्रोजेक्ट यस्तो हिसाबले 2018 मा आयो जसले चाहिँ नेपाल गभर्नमेन्टलाई यसका चाहिँ अब्जेक्टिभहरूलाई मूलभूत रूपमा सफल बनाउनको लागि ठुलो यसले चाहिँ सहयोग पुर्याएको छ। र विशेष गरेर मैले के देखेँ भने म 2018 तिर गरेको चाहिँ प्रोजेक्ट डाइरेक्टर थिएँ म सिएलपिआईको। त्यो बेलामा चाहिँ बुङ्गमती क्षेत्रमा जाँदाखेरि आदरणीय हाम्रो पद्मसुन्दर जोशी सरले चाहिँ यो पर्या सम्पदा प्रोजेक्टले गरेका क्रियाकलाप र यसले चाहिँ दुईटै काम गरिरहेको छ। एउटा चाहिँ त्यहाँ स्किललाई इन्हान्स गर्ने, त्यसै गरी जेसी रिलेटेड प्रोजेक्टहरू त्यहाँ चाहिँ सँगसँगै लैजाने र यसलाई चाहिँ स्थानीय तहबाट स्थानीय सिप कला र त्यसको सम्पदाको संरक्षण र सम्वर्धन गर्ने हिसाबले यो प्रोजेक्टलाई अगाडि बढाउने हिसाबले जुन क्रियाकलापहरू भए वास्तवमा साह्रै उदाहरणीय काम भएको छ। In your community will determine how happy you are, because if it's too many it also doesn't work. And I think this is what we have seen in Bungamati some weeks ago at the Village Festival, deeply rooted in the traditions. Pragya mentioned the local tourism. These are people who understand it. These are people that you relate to from communities. And I think this is why this project was a success.
It brought the right people together. It was the communities deciding which direction to go. Where are we coming from? Where do we want to go? And this is why we regard this project such a big success, because of the different communities that work together. अथे ज्याजोले परियोजनाए थिथि पश्चातकया युएन ह्याबिटाटया वरिष्ठ कार्यक्रम अधिकृत प्रवीण बज्राचार्य, शहरी विकास विज्ञपी पदम सुन्दर जोशी, अरुण राई, डाक्टर झरना जोशी, निलेन्द्र श्रेष्ठ, ज्यापौ न्यबोया दिगुखा। पर्य सम्पदा परियोजना अन्तर्गत बुङ्गया काष्ठकला, तालिम बिगुच्छया निर्माण, तालिम बिगुच्या, नेवा परम्परागत शैली देका तगु होमस्टे लिसे परम्परागत नसाय प्रवर्धन लगायतया जुगुखा। विभिन्न माध्यमहरुबाट हामीले कसरी अगाडि बढ्न धेरै गाह्रो हुने भएकोले यसलाई नेटवर्कको रूपमा अगाडि बढाउनु पर्छ। पार्टिसिपेटरी अप्रोचमा हामीले तयार गरेका छौं। पार्टिसिपेटरी अप्रोच अलगै पार्ट जस हामीले हाम्रो निरन्तर सहयोगहरु भएका थियौं। सम्पदा बस्तीया त पर्यटन लिसे स्वाफ तथा सजक्क स्थानीय आर्थिक विकास जुगु मूल लक्ष्य जुनाथुगु परियोजना सन् 2018 न्यागु खस 2022 कोचातेमुदु रिकन्स्ट्रक्सन सुरु भयो। रिकन्स्ट्रक्सन इटसेल्फमा चाहिँ युएन एजेन्सीको र हाम्रो एसडीजी गोल अनुसार कुनै पनि विचार गर्नु नै हो र यसको चाहिँ मुख्य अर्को कुरो भनेको बज्राचार्य चाहिँ सायद यहाँ हुनुहुन्छ कि हुनुहुन्न मलाई सजेसनहरु छ तपाईँ के बुझ्नु उसले चाहिँ के भन्छ त हामी कुन ठाउँमा छौँ अहिले नेवारीमा एउटा उखान छ यहाँहरुको मौलिक जनजीवन संस्कार तथा संस्कृति